किसान भएपछि बिहान साँझ किचनमा के पकाउने भन्ने कुराको टेन्सन चाहिँ हुँदैन है। बिहानै उठ्यो, माथि कराईमा तेल हालिसके पछाडि तल झरेर आए पनि त्यसरी यहाँ अहिले यति बेला चाहिँ घिरिम्लाहरू फलिरहेको छ। अब यहाँ टिटे गरेला पनि लगाइएको छ, तपाईँ देख्न सक्नुहुन्छ। यति मात्रै होइन, यहाँ बोडीहरू पनि छन्। र मैले आजको छाकको लागि एउटा घिरिम्ला अनि बोडी छ। यो अलिअलि यहाँ किरा लागेको पनि तपाईँहरू देख्नु होला। यसमा कुनै पनि हामीले विषादी कीटनाशक चाहिँ प्रयोग गरेको छैन। यो बोडीमा शुद्ध अर्ग्यानिक हो यो, किनभने हामीले यसमा कुनै पनि कीटनाशक प्रयोग गरिरहेका छैनौँ। त्यो कारणले गर्दा पनि अलिकति चाहिँ यसलाई पालेर हामी प्रयोग गर्ने हो। घिरिम्ला र बोडी, आज चाहिँ हामी घिरिम्ला बोडी र आलु प्रयोग गर्छौँ। यो कारणले गर्दाखेरि किसान भइसके पछाडि के तरकारी पकाउने भन्ने कुराको टेन्सन चाहिँ हुँदैन। तपाईँ बारीमा आउनुभयो भने यसरी ट्याक्क जे लगाएको छ, जे फलेको छ ट्याक्कै हेर्नु, बोडीहरू पर्नु छ। तपाईँलाई जति आजलाई चाहिन्छ यति हामीलाई यति आजलाई पुग्छ, यति दुईजना मात्रै छ माछा। हामी दुईजना भएपछि एउटा घिरिम्ला यो र आलु भएपछि हामीलाई इनफ पुग्छ। यहाँ खुर्सानीहरू पनि छ। भनेको तपाईँ आफू जति बेला खाना पकाउने के छ पकाउने त्यति बेला परेस गरेपछि पुग्छ।